जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले यही माघ 18 गते 20 वटा मुद्दामा संलग्न एकजना प्रतिवादीलाई पक्राउ गरेको छ। नक्कली व्यापारी भनेर बैंक चेक फुत्काउने र ठगी गर्ने, व्यापारीको भेषमा च्याङ्रा लोड गरिएको ट्रक नै लुट्ने, गाउँ गाउँसम्म पुगेर किसानका खसीबोका समेत फुत्काएर लैजाने, विभिन्न आवरणमा ठगी तथा चोरी गरेर पैसा जम्मा गर्ने र रासलीलामा रमाउने, प्रहरीले कसरी अनुसन्धान गर्छ भन्ने पत्ता लगाएर आँखा छल्ने र चोरी तथा ठगी धन्दा मचाउने अनौठो हरकतले प्रहरीको समेत टाउको दुखाइ बनेको थियो। यस्ता नामुद चोर जसको 19 वटा त मुद्दा मात्रै छन्, जसले कारागारबाट भागेर पनि फेरि यस्तै धन्दा चलाएर प्रहरीलाई आजित पारेका थिए। चोरी तथा ठगीको दुनियाँमा प्रहरी प्रशासनकै टाउको दुखाइ बनेका ती कुख्यात पात्र हुन् मुन्ना भन्ने मोहम्मद फकीर। प्रत्येक पटक मोबाइल र सिम नै फेर्दै अनेक आवरणमा चोरी र ठगी गर्ने कुख्यात मुन्ना फकीरलाई प्रहरीले फेरि पक्राउ गरेको छ। 2081 सालको दशैंमा 103 वटा च्याङ्रा बोकेको ट्रक नै लुटेर पछि पक्राउ परेका मुन्ना जेन्जी आन्दोलनका क्रममा भदौ 24 गते कास्की कारागारबाट फरार भएर फेरि 4 वटा चोरी गरेको फेला परेको थियो। मुन्ना विरुद्ध त्योभन्दा अगाडि नै 14 वटा चोरी, बैंकिङ कसुर, स्वास्थ्य सुरक्षा विरुद्धको कसुरमा मुद्दा दायर भएको थियो। जेन्जी आन्दोलन लगत्तै मुन्नाले फेरि दशैंको छेकोमा अर्कैको नामको चेक दिएर भेडा, च्याङ्रा र खसीबोका हात पारेर फरार भएका थिए। उनले कारागारबाट फरार भएपछि पनि 4 वटा चोरी तथा ठगीका घटना घटाएको पाइएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभयो। कारागारबाट भागेको समेत अब उनी विरुद्ध 19 वटा मुद्दा पुग्ने कार्कीले बताए। च्याङ्रा, भेडा, बाख्रादेखि सवारी साधन समेत चोर्ने र विभिन्न ठाउँमा ठगी गरी जिल्ला अदालत कास्कीबाट दोषी ठहर भएर कारागार चलान भएका मुन्ना फरार थिए। नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले भरतपुरबाट मुन्नालाई पक्राउ गरी पोखरा ल्याएको छ। गाडी खरिद गर्ने भन्दै भरतपुरमा पनि नक्कली व्यापारी बनेर अर्को ठगी गर्न लागिरहेको अवस्थामा 15 गते मुन्नालाई पक्राउ गरी पोखरा ल्याएर अनुसन्धान अगाडि बढाइएको छ। जेन्जी आन्दोलनका क्रममा फरार मुन्ना विरुद्ध चोरी तथा ठगी आरोपमा जाहेरी परेको थियो। प्रहरीले सुरुदेखि नै उनको खोजी गर्न थालेको भए पनि 5 महिनापछि मात्र प्रयास सफल भएको हो। भरतपुरमा पनि उनले गाडी किन्ने भन्दै अर्को ठगी गर्ने क्रममा रहेछन्। जेन्जी आन्दोलनका क्रममा फरार भएसँगै उनको व्यापक खोजी भइरहेको थियो। तर भेष बदलेर हिँड्ने र ठाउँ बदल्दै चोरी गर्दै हिँड्ने क्रममा भरतपुरमा रहेको सूचनाको आधारमा प्रहरीको संयुक्त टोली खटिएर पक्राउ गर्न सफल भयौं। कार्कीले भने उनले जेन्जी आन्दोलनपछि नक्कली व्यापारी बनेर फेरि ठूलो संख्यामा भेडा र च्याङ्रा, खसीबोका उछुट्याएका थिए। जेन्जी आन्दोलनका क्रममा फरार फकीरले अझै 9 महिना 12 दिन कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई कारागार पठाइएको सूचना अधिकारी तथा कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए। 2081 दशैं लगत्तै कास्की अदालतले उनलाई कारागार चलान गर्न आदेश दिएको कास्की प्रहरीले जानकारी दिएको छ। मुन्नाको मुख्य उद्देश्य नै विभिन्न आवरणमा चोरी तथा ठगी गर्ने र रासलीला गर्ने देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। चोरी तथा ठगीबाट प्राप्त हुने ठूलो रकम उनले देशका विभिन्न ठाउँमा देह व्यापारमा संलग्न र व्यापारी बनेर युवतीलाई प्रलोभनमा फसाएर रासलीला सक्ने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले जनाएका छन्। भदौ 24 गते फरार भएपछि पोखराका विभिन्न ठाउँमा अवैध रूपमा यौन धन्दा चल्ने रेस्टुरेन्टहरू पुगेको पाइएको र त्यही रेस्टुरेन्टमाथि निगरानी राखेर पछ्याउँदै जाँदा उनको थप विवरण र लुकेर बसेको ठाउँ फेला पार्न समेत सहयोगी बनेको प्रहरी स्रोतको भनाइ छ। 50 वर्षीय मुन्ना रूपन्देही शुद्धोधन गाउँपालिका 4 घर भई पोखरा 7 मासबारमा बस्दै आएका थिए। ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा 2081 असोज 6 गते पक्राउ परी कारागार चलान गरिएको थियो। भदौ 24 गते फरार मुन्ना फेरि दशैंमा पोखरा यामदीमा पुगेर अर्को ठगी गरेका थिए। मुस्ताङका ताक्ला गुरुङले दशैंका लागि बिक्री गर्न तयार पारिएको 103 वटा च्याङ्राको ट्रक सहित नै चोरेर भागेका थिए। उनलाई प्रहरीले चितवनबाट पक्राउ गरी मुद्दा चलाएको थियो। 42 लाख रुपैयाँ मूल्य छिनेर मुन्नाले ताक्लालाई चेक उपलब्ध गराएका थिए। जोमसोममै साट्न भनिएको चेक पोखरामै साट्ने नत्र रकम पनि त्यहाँ उपलब्ध गराउने योजनासहित उनीहरू पोखराको यामदी आइपुगेका थिए। यामदीमा च्याङ्राको व्यवस्थापन गरेर हिसाब मिलान गर्ने बताएपछि ताक्ला राति सुत्न गए। त्यही रात ग1 ख 5174 नम्बरको ट्रक सहित मुन्ना फरार भएका थिए। पोखरा र पृथ्वी राजमार्गका विभिन्न मासु पसलमा च्याङ्रा बिक्री गर्दै
चितवन पुगेका मुन्नालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि उनी कारागार चलान भएका थिए। जेनजी आन्दोलनका क्रममा फरार भएका मुन्नाले यो दशैंमा पनि त्यही शैलीमा भेडाच्याङ्ग्रा उछुट्याएका हुन्। हिमाली जिल्लाबाट दशैंको लागि पोखरामा भेडाच्याङ्ग्रा बिक्री गर्न ल्याएका जयलाल रोकायालाई अर्कैको नामको चेक दिएर असोज 23 गते 32 वटा च्याङ्ग्रा भ्यानमै हालेर उनी फरार भएको प्रहरीको भनाइ छ। 2082 असोज 23 गते खेमबहादुर शेरचन नाम गरेका व्यक्तिलाई 1,84,000 रुपैयाँको चेक दिएर उनी 32 वटा च्याङ्ग्रा लिएर हिँडेका थिए। कार्तिक 5, 8 र 11 गते पोखरा 20 भलाम बस्ने अशोक गुरुङ र नन्दबहादुर गुरुङ समेतबाट 4,50,000 रुपैयाँको 33 वटा खसी बोका पनि उनले उसै गरी लगेका थिए। कार्तिक 19 गते मुन्नाको ठगीको अर्को थलो पर्वतको पैयुँ बनेको थियो। त्यहाँ हिमलाल सापकोटा समेत गरी 11 जना व्यक्तिबाट आशिष गुरुङ र मुन्ना मिलेर 4,90,000 को पैसा नै नभएको चेक दिएर 22 वटा खसी बोका ठगी गरेका थिए। यही पुस 13 गते बन्दीपुरको याम्पा फाँटका किसानबाट 1.5 लाख रुपैयाँको आफ्नै र उमेश परिवारको नामको चेक दिएर 13 वटा खसी लिएर हिँडेका थिए। पोखरामा गाडी चोरी गरेको र चितवनमा समेत ठगी गर्ने क्रममा पक्राउ परेका मुन्ना विरुद्ध अझै धेरै जाहेरी समेत आउन सक्ने प्रहरीले जनाएको छ। यसअघि नै मुन्ना विरुद्ध 2071 सालदेखि 14 वटा चोरी तथा ठगीका मुद्दा चलेको पाइएको छ। 2071 मै मुन्ना विरुद्ध रूपन्देही बुटवलमा 3 वटा मुद्दा चलेको रेकर्डमा देखिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध यसअघि चलेका मुद्दाको रेकर्डमा 14 वटा देखिएको छ भने जेनजी आन्दोलनका क्रममा फरार भएपछि 6 वटा मुद्दा लाग्ने देखिन्छ भने जाहेरी अझै आउने क्रम छ। उनको चोरी तथा ठगी धन्दाको संख्या अझै बढ्न सक्ने देखिन्छ। मुन्ना यति चलाक देखिएको छ कि उनले प्रहरीले कसरी अनुसन्धान गर्छ भन्ने समेत ख्याल गरेर चोरी र ठगी गर्ने गर्दथे। मुन्नाले प्रत्येक पटक 1,000 को मोबाइल र सिम फेर्ने अनि चोरी लगत्तै फेरि अर्को फेरि हाल्ने देखिएको छ। 2077 सालमा मुन्ना विरुद्ध कास्कीमा 2 वटा बैंकिङ कसुरमा मुद्दा चलेको थियो। 2078 सालमा पनि ठगी र बैंकिङ कसुरकै मुद्दा चलेको देखिएको छ भने 2080 मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलेको पाइएको छ। 2080 मै उनी विरुद्ध अर्को बैंकिङ कसुरको मुद्दा समेत चलेको प्रहरीको भनाइ छ। 2081 मा मात्र फकीर विरुद्ध 4 वटा ठगी मुद्दा चलेको थियो। उनी विरुद्ध मुद्दा चलेको ठाउँमा के फैसला भएको थियो, उनलाई अन्य ठाउँमा कैद सजाय के थियो थिएन, कति जरिवाना तोकिएको थियो भन्ने विवरण समेत सङ्कलन गरेर थप अनुसन्धान अगाडि बढिरहेको छ। एसपी कार्कीका अनुसार फकीरको ठगी धन्दाले आतंक नै सिर्जना गरेको थियो भन्ने विवरण समेत सङ्कलन गरेर थप अनुसन्धान अगाडि बढाइएको छ।